आज हामी यो जाडोमा न्यानो पनि र मोबाइल चलाउन मिल्ने अनि स्कुटर चलाउन मिल्ने खालको ग्लोभ्स बनाउन सिकौँ है त। यो ग्लोभ्स बनाउन धेरै समय पनि लाग्दैन र धेरै धागो पनि लाग्दैन अनि बनाउन पनि एकदमै सजिलो छ। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिला बनाऊ 16वटा चेन। 16वटा चेन भइसकेपछि अब हामी यो एउटा चेनलाई यो फर्स्ट चेनलाई स्किप गरेर सेकेन्ड चेनदेखिबाट हामी लिन्छौँ सिंगल स्टिच। यसरी सबै बाँकी 15वटा चेनमा हामी लिन्छौँ सिंगल स्टिच। यसरी हामीले 15वटा सिंगल स्टिच बनाइसकेका छौँ र अब सेकेन्ड रो पनि त्यसरी नै एउटा चेन लिने, तपाईले फर्काउने र हामी अब चाहिँ पछाडीपट्टिको ब्याक चेनमा मात्रै सिंगल स्टिचहरू लिन्छौँ। यो जुन भी चेन देख्नु भएको छ यसमा पुरैमा नलिएर हामी हाफ चेनमा पछाडीपट्टिको साइडको चेनमा चाहिँ सिंगल स्टिच लिन्छौँ। यसरी सिंगल स्टिच लिन्छौँ र यसलाई चाहिँ हामी तबसम्म बुन्छौँ जबसम्म हाम्रो नाडीको गोलाइ भरिदैन, तबसम्म यो विथ हामी बनाउँछौँ। मेरो नाडीको लागि चाहिँ मलाई 30 रो मलाई चाहिन्छ। भर्खर म सेकेन्ड रोमा छु। 30 यानि कि 30 रो बुनिसकेपछि म तपाईहरुलाई भेट्छु। कम्प्लिट भइसकेको छ। यो चाहिँ कफको रूपमा यसरी बस्छ हैन। सो यसलाई अब चाहिँ हामी क्लोज गर्छौं। यो हामीले कनेक्ट गरिसकेका छौं हैन। यस्तो सिमलेसली कनेक्ट हुन्छ। 30 वटा रो छ। यो 30 वटा रोमा हामी 30 वटा सिंगल स्टिच लिन्छौं। यसरी सिंगल स्टिच हामी 30 वटा लिन्छौं। यो वरिपरि 30 वटा सिंगल स्टिच लिएर हामी आइसकेका छौं। जोइन गर्दिन्छौं फर्स्ट सिंगल स्टिच सँग। अब हामी हाफ डबल क्रोशे लिन्छौं 30 वटा। यसरी तीनवटै लुपलाई भित्र छिराउनेलाई हाफ डबल क्रोशे भनिन्छ। यसरी यसरी हामी यो वरिपरि सबैमा हाफ डबल क्रोशे लिन्छौं। यो एक राउन्ड हाफ डबल क्रोशे लिसकेपछि यहाँनिर आएपछि के गर्ने म तपाईहरुलाई बताउँछु। हामी एन्डमा आएका छौं। यसलाई हामी अब यहाँ फेरि एउटा स्लिप स्टिचले यसरी जोइन गर्दिन्छौं र दुईटा चेन लिएर फेरि लिन्छौं हाफ डबल क्रोशे। तर हामी के गर्छौं भने यसमा इन्क्रिज गर्छौं। 30 वटा छ। अब यसलाई हामी अर्को रोमा चाहिँ 32 वटा बनाउँछौं। 32 वटा बनाउनको लागि हामी के गर्छौं, हामीसँग 30 वटा छ। एउटा इन्क्रिज हामी यहाँनिर गर्छौं सुरुवातमै र अर्को इन्क्रिज चाहिँ नि हामी 15औं चेनमा गएर गर्छौं। यो भयो 1 हाफ डबल क्रोशे र अर्को भयो यहाँनिर हामी इन्क्रिज गर्दैछौं 2 हाफ डबल क्रोशे यहाँ भयो र यसरी अरुमा चाहिँ हामी सिंगल बुन्दै जान्छौं। सिंगल हाफ डबल क्रोशे र 15th हैन 15औं चेनमा गएर हामी फेरि के गर्छौं त दुईवटा हाफ डबल क्रोशे लिन्छौं। टोटलमा हाम्रो हुन्छ 32 वटा हाफ डबल क्रोशे। हामी सेकेन्ड रोको पनि लास्टमा आइसकेका छौं। अब यसलाई फेरि हामी लगेर यहाँनिर स्लिप स्टिचले बन्द गर्दिन्छौं। यसरी यसलाई क्लोज गर्दिन्छौं र अब अर्को यो रोमा चाहिँ हामी के गर्छौं, 4 वटा इन्क्रिज गर्छौं। टोटल हामीसँग 36 वटा, अहिले हामीसँग 32 वटा छ र अर्को रोमा चाहिँ अब हामीसँग 36 वटा टोटल हाफ डबल क्रोशे हुनेवाला छ। इच 8 स्टिच बुनिसकेपछि हामी दुईवटा हाफ डबल क्रोशे लिन्छौं। 1 2 3 वटा भयो, 4
6 7 8 र हामी यहाँ अर्को पनि एउटा गिन्छौं। यसरी हामी यो रोमा 36 वटा हाफ डबल क्रोसे पाउने छौं। तेस्रो रोको अन्तिममा आइसकेका छौं र हामीसँग 36 वटा हाफ डबल क्रोसे भइसकेको छ। अब यस पछाडी हामी इन्क्रिज गर्दैनौं। हामी 36 नै हाम्रो लास्ट इन्क्रिज हो। अब हामी के गर्छौं भने 1 2 3 रो भयो, अझै 4 रो हामी 36 हाफ डबल क्रोसेलाई रिपिट गरेर बुन्छौं। यानी कि हामीसँग टोटलमा 7 रो सम्म हाफ डबल क्रोसे हुनु पर्यो। हामी 7 रो सम्म केही पनि नो इन्क्रिज नो डिक्रिज केही नगरिकन अब हामी 4 मोर रो चाहिँ हाफ डबल क्रोसेको बनाउँछौं। 1 2 3 4 5 6 7 वटा रो हामीले पूरा गरिसकेका छौं र हामीसँग 36 वटा हाफ डबल क्रोसे छ। अब हामी चाहिँ के गर्छौं भन्दाखेरि यही 36 वटामै हाफ डबल क्रोसे गर्छौं, तर हामी यहाँनिर ल्याएर जोइन गर्दैनौं किनभने अब हामीलाई बुढी औंला छिराउने यस्तो खालको चाहिन्छ हैन। यो म तपाईहरुलाई लगाएर देखाउँछु। यो यसरी यस्तो खालको यो बुढी औंला छिराउने हामीलाई चाहिन्छ। सो हामी यहाँनिर चाहिँ अब बाँकी 4 वटा रोमा चाहिँ हामी के गर्छौं ल्याएर यहाँ जोड्दैनौं। हामी यहाँबाट बुन्दै 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 यहाँसम्म आइसि हामी जोड्दैनौं। हामी फेरि रिटर्न ब्याक फेरि बुनेर जान्छौं, फेरि बुनेर आउँछौं र फेरि बुनेर गएर हामी 4 वटा रो चाहिँ कनेक्ट नगरिकन बुन्दै जान्छौं। हामीलाई के गर्नु छ, हामीलाई यहाँनिर आएपछि कनेक्ट गर्नु छैन। जुन चाहिँ यो रो कम्प्लिट भइसकेपछि म तपाईहरुलाई देखाउँछु कसरी हामी रिटर्न ब्याक गएर यो कनेक्ट नगरिकन फर्किन्छौं। म तपाईहरुलाई देखाउँछु है त। एउटा चेन लिएर हामीलाई फर्केर जानु छ किनकि हामीलाई यहाँ बुढी औंला घुसार्ने ठाउँ चाहिएको छ। त्यसको लागि हामी के गर्छौं, दुईटा चेन लिएर हामी फेरि फर्केर 36 वटा हामी के गर्छौं हाफ डबल क्रोसे बनाउँछौं। यसरी हामी 4 रो सम्म यसरी कनेक्ट नगरिकन बुन्छौं ताकि हाम्रो बुढी औंला छिराउने भाग चाहिँ तयार होस्। यो बुढी औंला राख्ने ठाउँ पनि बनाइसकेका छौं। 4 रो हामी बुनिसकेका छौं। अब के गर्छौं भन्दाखेरि 4 रो पछि 1 2 3 4 रो पछि अब हामी यसलाई कनेक्ट गर्दिन्छौं र अब हामी के गर्छौं भने अब हामी अझै 4 मोर रो यहाँ माथि हामी बुन्छौं। तपाईहरु कलरफुल बनाउन चाहनुहुन्छ आफ्नो ग्लोभ्सलाई भने तपाईहरु डिफरेन्ट कलर पनि बोर्डरमा युज गर्न सक्नुहुन्छ। त्यसले झन् एकदमै अट्र्याक्टिभ लुक दिन्छ। 4 रो बुनिसकेपछि भेटौं है त। ग्लोभ्सको लेन्थ चाहिँ रेडी भइसकेको छ। अब हामी बोर्डर फिनिशिङमा बोर्डर हाल्छौं। त्यसको लागि हामी के गर्छौं, एक चेन लिन्छौं र हामी गर्छौं स्लिप स्टिच। फेरि एक चेन लिन्छौं, अर्कोमा हामी गर्छौं स्लिप स्टिच। एक चेन लिने स्लिप स्टिच। यो तरिकाले हामी बोर्डर हाल्छौं। ग्लोभ्स पनि रेडी भइसकेको छ। एकदमै फ्यान्सी ब्युटिफुल येट तातो न्यानो। चियाको कप समाउन सजिलो, मोबाइल चलाउन सजिलो, स्कुटर चलाउन सजिलो, ल्यापटपमा काम गर्न सजिलो, जे गर्दा पनि यो ग्लोभ्स खोल्न पर्दैन। ब्युटिफुल पनि देखिन्छ, एकदमै स्टाइलिश पनि देखिन्छ। आई होप मेरो यो ट्युटोरियल तपाईलाई एकदमै हेल्पफुल भयो होला। यदि तपाईलाई मेरो यो ट्युटोरियल मन परेको छ भने प्लिज मलाई सब्स्क्राइब गर्नुहोस्, मेरो अकाउन्टलाई फलो गर्नुहोस्। यस्तै अन्य ट्युटोरियलहरु पनि फ्युचरमा लिएर आउने नै छु। थ्यांक यू फर वाचिङ। बाइ बाइ।